बालेनको काल भनेको हर्क हो भन्ने रविको काल भनेको हर्क हो त भन्दैछु त नि कुलमानको काल पनि हर्कै हो। हर्कै हो नि। हर्क दुर्गा र अहिलेका असन्तुष्ट केटाकेटीहरू मिल्छन् र यिनीहरूलाई भ्याइदिन्छन् भने भ्याइदिन्छ, सिध्याइदिन्छ नि यिनीहरूलाई। सिधाइदिन्छ। हर्कसँग त्यत्रो तागत छ है। होइन, यिनीहरू आफैमा भिड्दै जनतामा जानै सक्दैन, यिनी ती नाङ्गिन्छन् यिनीहरू। जस आफ्नै पार्टीभित्र यिनीहरूको लडाइँले नै हर्क बलियो हुन्छ। होइन होइन, हर्कसँग भिड्नु पर्यो नि। हर्कसँग गाउँले तागत छ हो है, ऊ प्योर घिउ खाएको छ हो कि न, ऊ लोकल कुखुरा खाएको छ। यिनीहरू अमेरिकन त्यो ब्रोइलर पनि होइन, अमेरिकाको ब्रोइलर चाहिँ यहाँको भन्दा खतम हुन्छ, त्यो खाएका हुन् यिनीहरू होइन, मिनरल वाटर खाने हुन् यिनीहरू। अनि यिनीहरूसँग तागत हुन्छ। हर्कहरूले शेरबहादुर ओली प्रचण्डको चिन्तै गर्नु पर्दैन है। यिनीहरूलाई यो भू राजनीतिले नै साथ दिँदैन होइन। अब यिनको प्रतिद्वन्दी भनेको हर्कको, दुर्गाको, यो अरू जेन्जी भाइहरूको प्रतिद्वन्दी, नेपाली जनताको दुश्मन भनेको यी तिनजना हो, रवि, बालेन हो। अब हर्कले त्यही पछाडिदिनु, चुनावमा सबैभन्दा ठुलो पार्टी पनि हुनु, मेरो त आशीर्वाद छ। नयाँ दुश्मन चाहिँ को हो त्यो देखेको छ। यी 6जना राष्ट्रका दुश्मन हुन्। त्यसलाई चिर्नलाई अहिले हर्कले त्यो बुझ्यो, त्यसैले ऊ आउँदैन यहाँ। यो 3टामा 4टा मिल्यो भनेर भने सबैभन्दा बेसी क्रिटिसाइज त हर्कको हुन्छ। यति भन्दै त गइस् भनेर त बरु बालेनलाई छोड्छन्, रवि के अरे हर्कलाई खेद्छ कि खेद्दैन, त्यो हर्कले चाहिँ बुझेको रहेछ।